राम्रो छ अहिले हेलो मानव इतिहासको उत्पत्तिसँगै हिमालय भेगदेखि धामी झाँक्रीको पनि उत्पत्ति हुन गएको भनिने चलन छ। धामी झाँक्रीहरू 9 बहिनी देवी, 18 भाइ मस्ता र 12 भाइ ब्राहाबाट नै सुरु भई दर सन्तान चल्दै अगाडि बढ्दै गएको पाइन्छ। धामी झाँक्रीहरू विशेष गरी गुरु पूर्णिमाका दिन आफ्नो ज्ञान मन्त्र बढाउन गुरुहरूको पूजा गर्ने गर्दछ र यसै क्रममा धामी झाँक्रीहरू आफ्नो गुरु चेला सँगै बसी ढोल ढ्याङ्ग्रो बजाई आगोसँग खेल्दै तान्त्रिक मन्त्र र मुन्दुङ गरी झाँक्री नाच नाच्दै चिन्ता बस्ने गर्दछ। परापूर्व कालदेखि चलिआएको संस्कार र संस्कृति जगेर्ना गर्नु नै हाम्रो यस नृत्यको मुख्य उद्देश्य हो। प्रस्तुत छ हेटौडा उपमहानगरपालिका वडा नम्बर 12 को झाँक्री नाच।
हेलो मलाई लाग्छ बिदा हुँदै हुनुहुन्छ एकपटक अन्तिममा लामाको टिम गुरु पनि यही चेला पनि यही हुनुहुन्छ उहाँहरूको टिम नै एकपटक वडा नम्बर 12 लाई सम्झेर ताली बजाइदिनुहोस् न प्लिज यति राम्रो प्रस्तुति यहाँ बस्दाखेरि म त अझै आतिर तल पो झर्छु कि भन्ने पनि लाग्यो तर यस्तो बवाल बवाल कस्तो लाग्यो त हजुर यहाँ हाम्रो नगर प्रहरी साथीहरू पनि आँखा तल माथि नगरी हेरिरहनु भएको छ तपाईहरुलाई पनि सलाम यहाँ सबैजना उत्तिकै हेर्नुस् त पारीपट्टिसम्म उत्तिकै दर्शकहरू हेरिरहनु भएको छ अब ढिला नगरिकन अर्को प्रस्तुति बोलाउन चाहन्छु त्यो भन्दा अगाडि म अब हाम्रा पाहुनालाई म यो मञ्चमा बोलाउन चाहन्छु मकवानपुर जिल्लाको पूर्व सभापति